नमस्कार। के नेपालमा आयोडाइड साल्टमा आयोडिनको मात्रा बढी छ त? हो, नेपालमा आयोडाइड साल्टमा आयोडिनको मात्रा बढी छ। हामीलाई आयोडिनको मात्रा 15 to 40 ppm चाहिनेमा नेपालको आयोडाइड साल्टमा चाहिँ 43.5 to 61.4 अथवा त्योभन्दा बढी मात्रामा रहेको देखिएको छ विभिन्न अध्ययन अनुसन्धान गरेर हेर्दाखेरि। अब हामीले के आयोडिन युक्त नुनमा आयोडिन बढी भएको कारणले हामीले नुन नखाने त होइन। नुन खाने, आयोडिन नुन नै खाने, तर त्यसलाई थोरै मात्रामा प्रयोग गरेर खान सकिन्छ। तर अहिलेको आइरहेको ट्रेन्डमा चाहिँ पिङ्क साल्ट खाने, अनि त्यसपछि ढिके नुन, बिरे नुन खाने यो ट्रेन्डहरू चलिरहेको छ। के यो ठिक हो त? होइन, यो चाहिँ ठिक होइन। किनकि आयोडिन हाम्रो शरीरको लागि एकदमै महत्त्वपूर्ण माइक्रोन्युट्रिएन्ट्स हो। अनि नेपालमा चाहिँ आयोडिन युक्त खानेकुराहरू एकदम कमै मात्रामा पाइन्छ। आयोडिन चाहिँ समुद्री सतह र त्यसको नजिकै लगाइने बालीहरूमा, अन्न बालीहरूमा चाहिँ हुन्छ। तर नेपालमा चाहिँ समुद्र छैन, अनि त्यसपछि हामी समुद्रको नजिक पनि छैनौँ। त्यस कारणले गर्दा नेपालमा त आयोडिन हुने चान्स, प्रशस्त मात्रामा हुने चान्स कम नै छ। अलि थोरै छ या छँदै छैन नेपालमा चाहिँ आयोडिनको मात्रा। अनि त्यसपछि हामीलाई आयोडिन त महत्त्वपूर्ण छ, तर हामीले त्यसलाई कसरी प्रयोग गर्न सकिन्छ त? त्यसलाई कम मात्रामा खाएर युज गर्न सकिन्छ, तर नखाने नै गर्न चाहिँ मिल्दैन। आयोडिन हामीले बुझेअनुसार चाहिँ आयोडिनले थाइरोइड हर्मोनको लागि काम गर्छ भनेर चाहिँ हामीले बुझेका छौँ। त्यो थाइरोइडको लागि मात्र होइन, आयोडिनले थाइरोइड मात्र नभई अन्य ग्रन्थीहरूमा पनि विशेष भूमिका निर्वाह गरेको हुन्छ र सँगसँगै बच्चाको वृद्धि विकासको लागि, अनि त्यसपछि हाम्रो शरीरको तापक्रम मेन्टेन गर्नको लागि अथवा अन्य धेरै काममा चाहिँ हाम्रो कोष तन्तुलाई चाहिँ आयोडिनको एकदमै आवश्यकता हुन्छ। त्यसैले चाहिँ आयोडिन चाहिँ हामीले खानु नै पर्ने हुन्छ। नेपालमा त अब आयोडिन युक्त खानेकुराहरू कमै मात्रामा पाइन्छ। त्यही भएर त हामीले आयोडिन युक्त नुन हामीलाई वितरण गरिएको छ। सरकारले चाहिँ यसलाई सबै ठाउँमा सबै मानिसहरूले, गाउँको ठाउँको मान्छेहरूले चाहिँ आयोडिन पाउन् भनेर चाहिँ यसको वितरण गरेको हो। तर हामीले विभिन्न न्युजहरू सुनेर, मान्छेहरूको हल्लाहरू सुनेर, जे पाए त्यही कुराहरू सुनेर हामीले चाहिँ आयोडिन युक्त नुन नखाएर अर्को नुनको प्रयोग गर्ने गरेका छौँ। त्यो चाहिँ एकदमै गलत हो। हामीले आयोडिन युक्त नुन खानुपर्दछ, थोरै मात्रामा खानु सही, तर